새벽이 찾아와 밤의 명암은 더욱 깊어져만 가네. 내 바람은 그리 크지 않아. 단지 조용히 하루를 정리하고 싶을 뿐. साँझ परिसकेको छ, अँध्यारो हुन लागेको छ। डेमा भयो चेरी ब्लसम साकुराको कलर चाहिँ अति नै राम्रो दामी देखिनेवालामा थियो। साँझ परिसकेको भएर यता हाम्रो निरपा ब्रो, हेलो निरपा ब्रो। हेलो 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 हेलो। अँध्यारो भएर होइन ब्रो, नत्र यस्तो राम्रो मिठो कलर आउँछ नि के को यसको होइन, चेरी ब्लसमको। हो सर। यता हेऱ्यो भने फेरि हाम्रो सिडी देख्छ नि त, फेरि बब्बाल दामी सहर हो यो है ब्रो। अनि यो देखेको ब्याकग्राउन्ड चाहिँ पुरै युरोपियन स्टाइलको डिजाइनको घरहरू छ, हाउसहरू। अनि यता देखाइदिनुपर्छ, यी फुलहरू मजाले फुलिरहेको छ। यहाँ हाम्रो घरको लाइट परेको छ, राति भइसक्यो। त्यहाँ यस्तो मजाको साकुराहरू फुलिरहेको छ। अनि यतातिर हेऱ्यो भने चाहिँ युरोपियन स्टाइलको घरहरू हो, एकदम राम्रो यो सहरहरू छ होइन। अनि ब्याकग्राउन्डमा हेर्दाखेरि यस्तो दामी फुल फुलेर अहिले चाहिँ साउथ कोरिया चाहिँ फुल फुल्ने सिजन, स्प्रिङ सिजन चलिरहेको छ स्टार्टिङ। अनि अहिले जङ्गलैभरि यसरी साकुराहरू फुलेर यस्तो दामी हुन्छ। सो हामी अब हेरिसकेर फर्किँदैछौँ। हामी चाहिँ चेरी ब्लसमको भिडियो खिचिरहेछौँ साथी र म। यहाँ क्यामेरा पनि अलरेडी खिचिसकेको छौँ। अनि चराको आवाजहरू पनि सुन्न सक्नुहुन्छ, गीत भन्दा पनि मिठो। यो ब्याकग्राउन्डको चाहिँ टेक्नो भ्याली, यो चाहिँ बब्बाल एउटा सिडी छ। अनि अहिले चाहिँ ब्रो कति बजेको छ ठ्याक्कै अहिले निरपा ब्रो? 7 बज्न लाग्यो। अहिले चाहिँ यहाँ बेलुकीको 7 बज्न आँटेको छ। हामी चाहिँ आजको फ्राइडेको ड्युटी पनि अफ गरेर अनि यहाँ नजिकै हामी आज घुम्न आएको, यहाँ साकुराहरू हेर्नलाई। भोलि चाहिँ वेदर चाहिँ एकदमै धेरै 100% पानी पर्ने भएकोले भोलि यो साकुराहरू चाहिँ पानीले बर्बाद गर्न सक्छ नि त। अति दामी भन्दा पनि ठिक ठिकैको फुलिरहेछ यहाँ। अनि यहाँ चाहिँ साकुरा फुल्दा चाहिँ यस्तो राम्रो इन्भाइरोमेन्ट हुन्छ है। यस्तो बवाल पुरा जङ्गलहरू नै यसरी साकुरा नै साकुरा फुलेर देख्न सक्नुहुनेछ। एकदम पुरा जङ्गल नै कलरफुल हुन्छ होइन, बेहुली सिगारेको जत्तिकै। ठिक छ। यस्तो झिलिमिली सहरहरू छ। हाम्रो आज 5 बजे नै ड्युटी अफ थियो। ड्युटी सकेर आएको ब्रो मोबाइलमा ब्याडमिन्टन कोर्ट हेरै छ। अल्छी लागेर हिँडेको। टेक्नोकाजी जाउँ त अहिले नुहाएर बरु। गर्दा त हुने हो। ब्याडमिन्टन खेल्नु? ब्याडमिन्टन पनि बोकौँ, साकुराहरू पनि हेरौँ। जाउँ। जोस छ भने है। म चाहिँ फेरि एक्लै भए चल्ने प्लान हो। हेर साकुरा कस्तो दामी फुल हो यार। राम्रो भइसक्यो र साकुरा चाहिँ सौलमा त फुलिसक्यो रे। भोलि पर्सिसम्म पनि हुन्छ होला नि? हुन्छ होला। पानी परेर हावा चल्यो भने एक रात भोलि पानी छ फेरि हो। सक्यो नि पानी है? एक सर्टमै हो नि, हावा र पानीले। 60% पानी देखेर त लाग्यो होइन?
पिकमा चाहिँ पुगेको छैन यो फुल्नै बाँकी छैन अझै कप यसको एकचोटि भने मेरोमा त 100% टोन आउनु बाँकी छ देखायो अहिले 100%। हो 100% देखाइरहेको छ भनेपछि यस प्रडक्टको कुरा राम्रो हुन्न लौ त कन्ना फेरे गरौँ बरु अरू ओके, हामी जरेमा ब्रिटिस कन्सेप्टमा यो लुटेर ल्याएको त्यही हो बरु अब त हामी त